हामीले अब्जर्भ गरेको कुरा के देख्यौँ यो 100 दिनमा भने यो सरकारलाई लाइफ जीवन लाइफभन्दा बढी लाइकको चिन्ता छ। यहाँ के देखियो मैले के लाग्यो भने बडो सजिलोसँग कानुनबाट हल गर्न सकिने सबै कुरा तयार भएको विषयको हो। यी सबै विषयहरूलाई छोडेर जब एकाएक बस्तीमा डोजरहरू छिर्यो त्यसले एउटा खालको त्यो फिल्महरूमा देखिने जस्तो यो थ्रिल एकचोटि लिएर आयो। यताबाट डोजर आएको छ, यताबाट आएको छ, भत्केको छ, डाङडुङमा आएको छ होइन। त्यहाँ ह्युमन लाइफको के पनि अर्थ छैन, त्यहाँ त्यो ह्युमन इमोसनको के पनि अर्थ छैन, लाइफको के पनि मतलब छैन। त्यो लाइफभन्दा लाइक ठुलो हो भन्ने कुरा भयो। दोस्रो अब्जर्भेसन प्रक्रिया र परिणाम बिचको द्वन्द्व। गभर्मेन्टको चाहिँ कस्तो देखेँ मैले अहिले भने म तिमीलाई परिणाम दिन्छु, प्रक्रिया सकिया गोली मार। प्रक्रियाको बारेमा कसैले कुरा गर्यो भनेदेखि यो प्रक्रिया सकिया कुरा गर्ने खर्चिलो हुन्छ, समय लाग्छ, यो बेकारको यो बुढा पुरानाहरूले गर्ने कुरा हो। हामी त नयाँ प्रक्रिया के पनि होइन, परिणाम कुरा हो। जस्तो अहिले हामी सम्पत्तिको छानबिन सम्बन्धी आयोग बनेको छ, हामी सबैले त्यो आयोगलाई आफ्नो सम्पत्तिको विवरण बुझाइरहेका छौँ, हामी त्यो प्रोसेसमा सहभागी हुन्छौँ। तर हामीले सरकारले के सम्झाइरहेका छौँ, तपाईँले कानुनको रित पुर्याउनु पर्ने कुरा पुर्याइराख्नु भएको छैन है, यो 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 कार्यकारी आदेशले गर्नु हुँदैन है, यो कानुन बनाएर गर्नुपर्छ है। हाम्रो कुरा उसले सुन्दैन। त्यस कारणले गर्दा सबैले मेरो कुरा मान्नुपर्छ भन्ने सोचाइबाट जुन सरकार अगाडि बढिरहेको छ यो पहिला पनि नेपालमा हामीले देखिसक्यौँ, भोगिसक्यौँ। यसको परिणाम सुखद रहेन। यसै गरी जाँदै गर्दा परिणाम सुखद रहँदैन। यो अर्को हामीले चिन्ता मान्नुपर्ने विषय हो। तेस्रो मेरो अब्जर्भेसन इकोनोमीको बारेमा छ। अर्थतन्त्रमा सङ्कुचन र गुमेको आत्मविश्वास। यो वर्ष पहिला सुशासन दिन्छु, ठिक बनाउँछु नि, अर्को वर्ष म इकोनोमी सुधार्छु भन्ने खालको सोचाइ रहेको म पाउँछु। यसरी यसलाई कोठा कोठामा राखेर हेर्ने कुरा यो आफैमा समस्याग्रस्त हुन्छ। हाम्रो बजारले कन्फिडेन्स नै गुमाएको छ। चाहे त्यो सानो व्यवसाय गर्ने मान्छे होस्, त्यो चाहे ठुलो उद्योग सञ्चालन गर्ने मान्छे होस्, न सानो आय भएको मान्छे, न मध्यम आय भएको मान्छे, न व्यापक रूपमा पुँजीको परिचालन गर्न सक्ने मान्छे, कहीँ पनि यो कन्फिडेन्सको वातावरण बन्न सकिरहेको छैन। यो कुरालाई सरकार सञ्चालनको 100 दिनमा मैले यसो हेर्दै गर्दा मैले लेखेको ट्रेन्डको कुरा गरेको, यसमा उसको कहीँ पनि ध्यान छैन। चौथो विषय भनेको संविधान र व्यवस्थाको सन्दर्भमा यो सरकारको निष्ठामा कमी। मलाई कस्तो लाग्छ भने यसो साथीहरू बस्नु जस्तो लाग्छ अनि एउटाले यसो त्यो हाम्रो संविधानको यसो पुस्तक यसो हातमाले यसो हेऱ्यो, यसो सानो सानो किताब जस्तो देखिन्छ, अनि एउटाले भन्छ होला ए ब्रो के हो यो भन्यो भन्छ, अर्कोले ब्रो यो त कन्स्टिट्युसन भन्छ यसलाई भन्छ होला, यसमा के छ है फाल्तु बेललाई यसो 8-10वटा थोकिदिउँ हुन्छ हुन्छ ब्रो भन्छ होला जस्तो लाग्छ अर्कोले। ल ल ल दिउँ भनेपछि अनि अर्कोले भोलिपल्ट बिहान आएर अनि उसले भनिदिन्छ भाषणमा, ल यो पनि हटाइदिने, यो पनि ठोकिदिने, यो पनि गरिदिने, यो पनि गरिदिने भने अनि सबले ताली बजाइदिइहाल्छ भने लाइक आइहाल्छ। र मेरो अन्तिम अब्जर्भेसन यो चाहिँ भू राजनीतिक विषय र यो पराराजनीतिका सन्दर्भमा छ। यो बेलामा त नेपालले नेभिगेट कसरी गर्ने, देशभित्रको अहिलेको चाहिँ हाम्रो सम्बन्ध, पहिला देशलाई ठिक ठाउँमा राख्ने, सबै दलहरूको बिचबाट साझा धारणा बनाउने, छिमेकीहरूसँगको सम्बन्धलाई कसरी सन्तुलित ढङ्गले लिएर जाने, अनि पश्चिमसँग कसरी सम्बन्ध राख्ने, कुन कुरामा हामी एक भएर एक ढिक्का भएर उभिने, यी सबै कुराहरूमा जानुपर्ने ठाउँमा चाहिँ तत्कालको क्षणिक अहिले भने जस्तै वाहवाहीवाला कुरामा जुन कुरा जाँदैछ यो नै यदि सरकारको चाहिँ गाइडिङ प्रिन्सिपल हो भने 100 डेजमा त यही देखेँ है मैले।